हामी चाहिँ अहिले कहाँ पुगेछौँ भन त बेटा लुम्बिनी प्रदेश पुगिसकेको छौँ अब लुम्बिनीको करिब छौँ त्यस्तै भनौँ हामी चाहिँ अहिले कहाँ पुगेछौँ भन त दिल्ते लुम्बिनी पुगिसकेको छौँ यता हामीहरू चाहिँ साथीहरू भटाभट उतिर्दै अहिले टाइम चाहिँ कति भएको छ भनेपछि कति भएको छ टाइम 40:30 हुन छ त्यही पनि आइदियो छिटो लुम्बिनी पुग्यो 3 बजे अब भन्दै थिए 3 बजेतिर पुग्छौँ 4-5 बजेतिर पुग्छौँ भन्दै थिए त्यही पनि यति छिटो बनाएले अब के गर्ने यस्तै बसिराख्नु पर्ने हो यहाँ सबजना आधा कुकुर मात्रै छन् अरू के छैन मान्छे पुगिसकेको छन् यतातिर चाहिँ हामीहरू छौँ यतातिर बसेको छन् सानो वाइफाई दिऊ अहिले चाहिँ हामीहरू यता लुम्बिनीको यहाँ पोस्टमा आएर पनि यहाँ घुम्न जाँदैछौँ यहाँ एकदम सिन बवाल भएछ यो भाइ तर पछाडिबाट चाहिँ पुग्दैछ यहाँ फाइनली चाहिँ हामी चाहिँ मन्दिर घुम्न गइरहेको छौँ होइन मन्दिर भुल्लेछ थाहा छैन सरहरू फोन गर्दैछन् यता र उता भन्दैछन् हामीलाई थाहा छैन हामी उस्तै घिन्न लाग्छौँ खालि यहाँ चाहिँ हाम्रो यी चोर डाँका भने जे भने नि हाम्रो दोष भने नि सबै यिनै हुन् खोइ सरहरू खास हामीहरू बाटो बिच चाहिँ यताबाट जाँदैथ्यौँ अहिले फेरि यताबाट घुम्दैछौँ यहाँ पछाडिबाट यताबाट यहाँ नयाँ नयाँ बजार बन्दैछ साथीहरू साथीहरू अगाडि छन् अरे यस्तै घुम्न लाग्छौँ यहाँ हेर्नु गाइज यति राम्रो तलाउ उयो कति गएर छोऱ्यो अरे कति गएर छ यो बुद्ध भगवानलाई कति दिनपछि त्यो हरदुवाको तलाउ हो हेर्नु गाइज यो पुरा तलाउ के भयङ्कर साफ छ के तल हेर्नु न थाहै पाइरहेको छैन कति गएर छ मोबाइल गिर्यो भने एकचोटि गिर्यो त गिर्यो अत्तो पत्तो छैन भुलभुलैया जस्तो लाग्यो भुलभुलैया जस्तो छ साथीहरूसँग अगाडि साथीहरूसँग छिटो अहिले चाहिँ हामीहरू लुम्बिनी टेम्पलमा छिरिसकेको छौँ यो चाहिँ लुम्बिनी टेम्पल भइहाल्नु अब तपाईँले देख्नु भएको छ धेरै होइन जे गानामा भिडियोमा जेमा भयो भने देख्नु भएको छ अनि यहाँ चाहिँ यतातिर चाहिँ हामीहरू छौँ साथीहरूसँग यहाँ सरहरू पनि अगाडि भित्र भिडियो बनाउन पाइँदैन अरे सर केही भनिदिनु त दुई कुराहरू मेरो भ्लगमा मायादेवी टेम्पलको भित्र जहाँ भगवान गौतम बुद्धको चाहिँ हिँडेको पाइलाहरू छ हजुर त्यसभित्र चाहिँ भिडियो बनाउन पाइँदैन पनि स्वदेशी अथवा विदेशीहरूले कसैले भिडियो बनाउनु पाउँदैन टिकटक बनाउनु पाउँदैन रिल्स बनाउन पाइँदैन भनेर त्यहाँ सूचना गरिएको छ चाहिँ लेखिएको छ त्यसैले तपाईँहरू चाहिँ एकदमै अनुशासित भएर सबैले फोन गर्नु होला हजुर ल अब सिधै बाहिर भेट्छौँ बाई बाई गाइज गइरहेछौँ यो रुख चाहिँ गौतम बुद्धले पिङखेलेको रुख यो रहेको छ यसलाई चाहिँ यसरी सुरक्षित गरिएको छ यहाँ छौँ यता माछा पनि रहेका छन् धेरै